साथीहरू जिन्दगीमा जे जस्तो भयो नि हैन, आमा बुवा भन्दा ठुलो भगवान पनि हैनन् है। यदि तपाईले जिन्दगी हैन आमा बुवाको सेवा गर्न सक्नुहुन्छ भने हैन, आमा बाबालाई खुसी राख्न सक्नुहुन्छ भने भगवान त्यसै खुसी हुन्छन् जस्तो लाग्छ है। यदि बाआमा सेवा हैन, मैले यस्तो सेवा मेरो बाआमालाई गरे भने मेरा पनि छोरी छन्, भोलि बिहान त्यो सेवा मैले पाउन सक्छु क्या। तपाईँले जेसुकै भन्नुहोस् होइन, तर आमा बाबा भन्दा ठुलो भगवान ब्रह्मा विष्णु महेश्वर पनि होइन भन्छ होइन। यदि तपाईँले बाआमालाई खुसी राख्नु भने भगवान त्यसै खुसी हुन्छन् क्या। यदि तपाईँले होइन जस्तो ठुल्ठुलो मन्दिरमा गएर पूजापाठ गर्नुहोस् होइन, यदि घरमा बाआमालाई दुःखी गराउनु भएको छ भने त्यो भगवान खुसी हुन्छन् भनेर मैले भन्न सक्दैन साथीहरू। तर बाआमालाई चाहिँ सुखी राख्नुपर्छ है। अहिले हामीले आफ्नो बाआमालाई सुखी राख्यो भने होइन, भोलि बिहान हाम्रो छोरछोरीले नै हाम्रो बाआमालाई हामीलाई सुखी राख्न सक्छ। यस्तो चाहिँ तपाईँहरूले कहिले बाआमा खुट्टा चाहिँ दबाउनु भयो भने कमेन्ट गर्नु होला। तर यो सेवा चाहिँ गर्नुपर्छ है। अहिले मैले भनौँ न, हामीले अब आमा बाबाको सेवा गरिदियो भने हाम्रा छोरछोरीले पनि हाम्रो सेवा गर्छन्। यति विश्वास राख्नुपर्छ है। बाआमालाई दुःखी दिएर कुनै पनि मन्दिरमा गएर जे पूजापाठ गरे पनि सुख पाइयोला जस्तो छैन। भगवान भन्ने होइन, जिउँदा भगवान भनेर बाआमालाई भनिन्छ। त्यही भएर सबैले बाआमाको सेवा गर्नुपर्छ साथीहरू। सकिन्छ दिनदिनै होइन, नसकिने टाइम मिल्दा कहिलेकाहीँ खुट्टा सुट्टा दबाइदिने, बाआमालाई दुःखी राख्नु भएन। यदि बाआमालाई खुसी राख्नुभयो भने तपाईँ कुनै पनि मन्दिर जानु पर्दैन क्या, भगवान त्यसै खुसी हुन्छन् क्या। भगवानले पनि भन्ला नै तैँले के गरेको छस् भनेर होइन, भगवानले पनि भन्नु छैन यसले भलै हामीलाई होइन, हामीलाई मानेको छैन, हामीलाई पूजापाठ गरे होइन, तर बाआमा सेवा त गरेछ भन्ने भगवानलाई पनि गर्व होस् के।